साथीहरू यो हाम्रो जुन श्रमदान चलिरहेछ त्यसमा मैले एउटा कुरा छुटाएको छु के भनेदेखि हाम्रो यो श्रमदानको लागि यो पुल पुलेसाको लागि श्री हरियाली सामुदायिक वनबाट हामीलाई 10,000 सहयोग भएको छ। त्यो कुरा अवगत गराउन मैले छुटाइरहेको छु। यो कुरा जानकारी गराएँ है त। पछाडि हामी यो महिना यो हप्ता चाहिँ अलिकति कम उपस्थित रहेका छौँ र पत्री 7 नम्बरबाट केही साथीहरू छुट्नु भएको छ र पत्री हामी वडा नम्बर 3 बाट पनि धेरै साथीहरू छुट्नु भएको छ। तैपनि हामीले आफ्नो कर्म आफ्नो काम सुरुदेखि अन्तिमसम्म लागिरहने हाम्रो एकबद्धता रहेको छ र गर्दैछौँ र सहयोग गर्न चाहनुहुने साथीहरूलाई हामी वेलकम गर्न चाहन्छौँ। किनकि यो बाटोघाटो पुल पुलेसैया र साङ्गो भनेको कुनै पनि व्यक्तिगत कुरा होइन, यो हामी सबैको यो वडा नम्बर 7 र वडा नम्बर 3 सँग मात्रै सम्बन्धित नभएर समग्र पत्ती सञ्चालन नगरपालिकासँग सम्बन्धित रहन्छ र आउनुहुने साथीहरूलाई हामी स्वागत गर्नेछौँ। किनभने हामीसँग यथार्थ पर्याप्त सूचनाको होइन सम्प्रेषण गर्ने समय पनि रहेन र हामीले आफ्नो दैनिक कार्यविधिहरू सँगसँगै यो कार्य पनि गर्नुपर्ने भएकोले गर्दा कतिपय ठाउँमा सूचना गर्न सकेन होला। तर हामीले यो भिडियो निरन्तरता पोस्ट गर्नेछौँ, उहाँलाई जानकारी गराउँदैछौँ। यो पत्री शनिश्चरी नगरपालिका वडा नम्बर 3 र 7 को सङ्गमस्थल माइलचोक र लाई जोड्ने कार्यक्रम रहेको छ र यसै सिलसिलामा हामीले यो केही ब्रेक समय खाजाको समय पनि छुटाएका छौँ। आउने हुने साथीहरूलाई हामीले कतिपय समयमा साथीहरूलाई होला पानीसम्म पनि दिन सक्ने अवस्था सायद हाम्रो ध्यान आकर्षण नहोला, तर पनि गुनासो नगरिदिनु हुन अनुरोध गर्दै हामी सकेसम्म उहाँहरूलाई होइन उहाँहरूको परिश्रमको मूल्याङ्कन गर्दै हामी उहाँहरूलाई के अनुरोध गर्न चाहन्छौँ भने यो समग्र रूपमा यो एउटा विकास जुन धरानबाट सुरु भएको छ श्रमदान, त्यसको लागि हामी निरन्तर गर्न चाहन्छौँ र यसको खोजी निधि साथीहरूले गरिदिनु होला, आवश्यक परेको ठाउँमा गइदिनु होला, आइदिनु होला भन्दै हाम्रो अनुरोध छ। र सँगसँगै हामी यो अब के गर्दैछौँ भने यो हरेक हप्ता शनिबारको कार्यक्रम थियो हाम्रो रहेको थियो, तर अब उपरान्त आजबाट के हुँदैछ भने भ्याउने साथीहरूले प्रत्येक दिन अनुरोध गर्दछौँ। किनभने हामीसँग हप्ता दिन कुर्ने अवस्था पनि रहेन, हामी एउटा भएकोले गर्दा साथीहरूलाई यो अनुरोध गर्दै आजको